आजबाट त बरु ज्यान झाला यो नन भेज मोमो त खाँदिन किनकि भेजमा यति मिठो मोमो र यसको चटनी आहा म कति तारिफ गरौँ त्यसको एकदम नै मिठो मिठो मिठो। एन्ड दिस इज द एपिसोड 7 अफ प्रमोटिङ द लोकल स्ट्रीट फूड अफ सुदूरपश्चिम। अनि हजुरलाई के लाग्छ हामीले यो सिरिज कन्टिन्यू गर्नु पर्यो परेन हामीलाई कमेन्टमा हजुरको सजेसन दिनु होला है। अनि हजुरलाई हाम्रो भिडियो मन पर्छ भने हामीलाई फलो गरिदिनु होला। हजुरहरु मध्ये 97% ले हाम्रो भिडियो फलो नगरिकन हेरिरहेको छ। सो यदि लोकल स्ट्रीट फूडहरुलाई यसरी नै प्रमोट भएको देख्न चाहनुहुन्छ भने हामीलाई फलो गर्न नबिर्सिनु होला। महेन्द्रनगर भाषी चोक भन्दा अलि तल रहेको हाम्रो चौधरी दाइको भेज नास्ता पसल। चौधरी दाइको पसल सानो भयो नि यहाँको भेज मोमोको चर्चा महेन्द्रनगर भरि छ। अनि त्यसको साथसाथै यता गएको बेला एकदमै नछुटाइकन खानु पर्ने चाहिँ यताको पकौडा चटनी आहा अनि त्यसका साथसाथै समोसा अनि यताको यो 80 रुपैयाँ प्लेट पर्ने भेज मोमो र यसको चटनी दुईटैको कम्बिनेसन एकदम नै माइन्ड ब्लोइङ। अनि लास्टमा चाहिँ यो गर्मीको मौसममा एकदम नै चिसो फिल गराउने यो लस्सी खाना चाहिँ नबिर्सिनु होला है। मात्र 60 रुपैयाँको एउटा गिलास मिल्छ। टेस्टमा एकदम नै मिठो मिठो मिठो।